आज चाहिँ जङ्गल सर्भाइभलको हाम्रो यो तेस्रौं दिनमा चाहिँ आज हामी आएर यहाँ सिरिसे खोला हुँदै हामी यहाँनिर आलुबारीको खोला तल दोभानमा आएर यहाँनिर चाहिँ खानासाना पकाउने तर्ख गर्दैछ हाम्रो अग्रज दाइहरू। गजेन दाइ यहाँ आगो फुक्नुमा व्यस्त हुनुहुन्छ। जेके दाइ हल्का सेन्तेरेम लगाइराख्नु भएको छ। अनि यता चाहिँ हाम्रो दाइहरू चाहिँ अनि यहाँ हाम्रो यज्ञ मामा चाहिँ यहाँ प्याज लसुन काट्दै यहाँ अलिक गटफर गर्दै हुनुहुन्छ। यता हाम्रो याकुजना घनिन्द्र दाइ। अनि यहाँ चाहिँ हाम्रो आजको शिकार गडेरा माछा पाहा त्यो चाहिँ अलिक घटाउँला त। अनि गङ्गटा यता हाम्रो भुटनहरू ऋण हुँदैछ। हाम्रो दाइ एकदम आगो फुक्नु मेहनत गरिराख्नु भएछ। माछा मार्ने श्रेय चाहिँ हाम्रो दुर्गा दाइलाई जान्छ। किनभने दुर्गा दाइलाई चाहिँ हाम्रो एके ब्रोले चाहिँ मालवासी लिलिकन आएर चाहिँ यहाँ माछा झोस्ने काम चाहिँ गरेछ। यता आएर हाम्रो ज्याङ्गो ब्रो पनि मृग खेद्दा खेद्दा है थाकेर लखतन्न। यता यो चाहिँ हाम्रो आजको अर्गानिक पातले सिस्नो। यता दाइ चाहिँ यहाँ पुरा आगो कोसिस गर्नुहुन्छ। के दाइ आगो के अक्सिजन पुगेन कि आगोलाई खोल्सा भएर? यता प्राविधिक फेरि त्यहाँनिर काँचो गङ्गटा दिँदै अब यहाँनिर चाहिँ सिकाउँदै हुनुहुन्छ। यता हाम्रो जेके ब्रो। यता म चाहिँ यहाँ यसो भिडियो खिच्ने हो, मेरो चाहिँ अलिक आउँदैन। अब हामी उकालो यो बाटो लाग्छौँ। यता हुँदै यो चाहिँ हाम्रो यहाँबाट तलतिर छाँगाहरू चाहिँ यता जानु चाहिँ सकिँदैन। अब हाम्रो लास्ट डेस्टिनेसन भनेको यही हो। यहाँबाट हामी चाहिँ रिटर्न हुन्छौँ। यता यस्तो जङ्गल घारी छ। अनि यता अब यस्तो अब यो नाङ्गो बस्ने चाहिँ यस्तो स्लिम हुनुहुन्छ र पनि मजाले भिरपाखाहरू हिँडिराख्नु भएको छ। यता हाम्रो टङ्क अङ्कल दाउरा भाँच्दै हुनुहुन्छ। बल्ल बल्ल अलि धुवा चाहिँ आयो जस्तो छ है।